तपाईँहरूको अवस्था घर भत्काउने दिनसम्म काम गरेको पर्छ। घर भत्काएदेखि यस्तो भयो ल हेर्नु, यसको जिम्मा लिने को? यसलाई दबाई पानी गर्ने कसले? ल हेर्नु त, यो बच्चा बोलाउने कसरी? एउटै छोरा मात्रै हो, एउटै छोरा मात्रै हेर्नु त। अब त्यो भने मान्छेहरू चाहिँ तपाईँहरूको अवस्था के रहेछ, मान्छेहरूले राज्यले के गर्नुपर्छ भनेर हेरेर आउनु भएको। तपाईँहरूको कुरा बसाइ पनि हेर्नुभयो, आफ्ना तपाईँहरूलाई कुरा पनि सुन्नुभयो। अब मान्छेहरूले केही भन्नुहुन्छ त्यो कुरा लगेर सरकारलाई भन्नुहुन्छ क्या। अब तपाईँ मान्छेले केही राखिदिनुहुन्छ, एकैछिन धैर्य कुरा सुन्नुहोस्। अनि अहिले यो आजको समीक्षा पछि त्यहाँबाट म जान्छु 36-37 परिवार चाहिँ कोही बच्चाहरू हुने स्कुल